यस नदीमा भइरहेको दोहन रोक्नका लागि जनस्तर र हामी जनप्रतिनिधिले धेरै ठाउँमा धेरै पटक आवाज उठाउँदा पनि यो रोकिएको छैन। नेपालका धेरै नदीहरू मध्ये एउटा नदी यस्तो छ जसलाई मानिसहरूले केवल पानीको खोला मान्दैनन्। कसैले यसलाई आस्था भन्छन्, कसैले इतिहास र कसैले जीवन। यो हो कालीगण्डकी। यो नदी हिमालबाट बग्छ। कालीगण्डकी नदीको मुहान नेपालको हिमाली जिल्ला उपर मुस्ताङमा पर्छ, जुन तिब्बत नजिकको सुक्खा हिमाली भूभाग हो। अन्नपूर्ण र धौलागिरी हिमाल पग्लिएर आएको पानी र साना खोलाहरू मिलेर कालीगण्डकी सुरु हुन्छ। धार्मिक रूपमा पनि दामोदर कुण्ड धेरै पवित्र मानिन्छ। मुस्ताङ हुँदै हिमालको बीचबाट बग्ने विश्वकै गहिरा खोजहरू मध्येको एक हो। त्यसैले यो नदी धार्मिक, भौगोलिक, पर्यावरणीय र ऐतिहासिक सबै हिसाबले धेरै महत्त्वपूर्ण मानिन्छ। उत्तरबाट दक्षिणतिर बग्दै यो नदी धेरै जिल्लाहरूलाई छुन्छ। मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, नवलपुर र चितवन गएपछि त्रिशुली लगायत अन्य नदीहरूसँग मिसिन्छ। अन्ततः यो ठुलो नारायणी प्रणाली बन्छ अनि भारततिर गएपछि गङ्गामा मिसिन्छ। सयौं वर्षदेखि यही नदीले गाउँ बचायो, खेती बचायो, मानिसहरूको जीवन चलायो र यही नदीमा पाइन्छ शालिग्राम। हिन्दू धर्ममा शालिग्रामलाई भगवान विष्णुको रूप मानिन्छ। हिन्दू संस्कार अनुसार शरीर पञ्चतत्त्वबाट बनेको मानिन्छ: माटो, पानी, आगो, हावा र आकाश। अन्त्येष्टिमा आगोले शरीरलाई प्रकृतिमा फर्क्याउँछ, नदीले खरानी बगाएर अन्तिम यात्रा पूरा गराउँछ भन्ने धार्मिक भावना हुन्छ। त्यसैले धेरैका लागि कालीगण्डकी केवल नदी होइन, यो आस्था पनि हो। तर पछिल्ला केही वर्षमा त्यो नदीको किनारमा अर्कै दृश्य देखिन थाले। दिनरात नदी खन्न थालियो। बालुवा निकालियो, गिटी निकालियो, ढुङ्गा निकालियो। किनकि यी सबैमा ठुलो पैसा छ। घर बनाउन बालुवा चाहिन्छ, सडक बनाउन गिटी चाहिन्छ। त्यसैले नदीका सामग्री बेचेर करोडौँ कमाउन सकिन्छ। र बिस्तारै कालीगण्डकीलाई नदीभन्दा बढी पैसा कमाउने ठाउँ जस्तो व्यवहार गर्न थालियो। नदीलाई धेरै खनेपछि समस्या सुरु हुन्छ। नदी गहिरिन थाल्छ, किनार भत्किन थाल्छ, खेती बग्न थाल्छ, पुल जोखिममा पर्छ, माछा र जीवजन्तुको वासस्थान नष्ट हुन्छ र अर्को मुख्य कुरा, शालिग्रामलाई हराउन सक्छ। यही कारणले केही दिन अघि बागलुङ र पर्वतका सांसदहरूले नेपालको संसदमा आवाज उठाए, कालीगण्डकीलाई बचाउनु पर्छ, अवैध दोहन रोक्नु पर्छ, शालिग्राम जोगाउनु पर्छ। उनीहरूको आवाज थियो। नियम भन्दा धेरै उत्खनन भयो र केही ठाउँमा राति समेत नदी खनिएको पाइएको छ। अब प्रश्न उठिरहेको छ, विकास चाहिने कि नदी जोगाउने? किनकि यदि बालुवा गिटी पूर्ण रोकियो भने निर्माण प्रभावित हुन्छ। तर यदि यसरी नै नदी खनिरह्यो भने भोलि नदी नै बाँकी नरहन सक्छ। कालीगण्डकी जोगाउने समाधान पूर्ण रोक मात्रै होइन र जथाभावी दोहन पनि होइन। बीचको सही बाटो खोज्नुपर्छ। वैज्ञानिक तरिकाले मात्र उत्खनन गर्ने, जहाँ नदीलाई असर कम हुन्छ त्यही ठाउँमा सीमित मात्रामा बालुवा गिटी निकाल्न दिने। कति निकाल्ने, कहिले निकाल्ने, कुन ठाउँबाट निकाल्ने, यो सबै विज्ञले अध्ययन गरेर तय गर्नुपर्छ। र अर्को कुरा, हेभी मसिनमा कडा नियन्त्रण हुनुपर्छ। एक्सकाभेटर र डोजरले नदीको मुटु नै चिर्छ। त्यसैले संवेदनशील क्षेत्रमा मसिन प्रतिबन्ध गर्ने, रातिको उत्खनन बन्द गर्ने र कडा अनुगमन जरुरी छ। शालिग्राम क्षेत्र संरक्षण गर्नुपर्छ। जहाँ धेरै शालिग्राम पाइन्छ त्यो क्षेत्रलाई प्रोटेक्ट सेक्योर जोन बनाउनु जरुरी छ। जसरी राष्ट्रिय निकुञ्ज जोगाइन्छ, धार्मिक सम्पदा जोगाइन्छ, यसरी नै कालीगण्डकीका केही भाग विशेष संरक्षणमा राख्न सकिन्छ। नदी नजिक बस्ने मानिसहरूले नदीको दुःख सबैभन्दा पहिले देख्छन्। त्यसैले स्थानीय समुदाय, गाउँपालिका, वातावरण समूह, युवाहरूलाई निगरानीमा सहभागी बनाउनु पर्छ। धेरै समस्याहरू नियम नहुँदा होइन, नियम लागू नहुँदा हुन्छन्। यदि अवैध पर्मिसन रोकियो, रातिको चोरी उत्खनन बन्द भयो, नियम सबैलाई बराबर लागू भयो भने धेरै समस्या कम हुन सक्छ। विकास र प्रकृति बीच सन्तुलन हुनु जरुरी छ। नेपाललाई सडक पनि चाहिन्छ, घर पनि चाहिन्छ, पुल, विद्यालय र सडक, अस्पताल पनि चाहिन्छ। तर विकासको नाममा नदी नै समाप्त हुने अवस्था आउनु हुँदैन। प्रकृति नष्ट गरेर बनेको विकास लामो समयसम्म टिक्दैन। त्यसैले समाधान पूर्ण रोक होइन र जथाभावी दोहन पनि होइन। समाधान भनेको नियमभित्र बसेर वैज्ञानिक तरिकाले सन्तुलित प्रयोग गर्नु हो, जहाँ नदी पनि बचोस्, वातावरण पनि जोगियोस्, विकास पनि अघि बढोस्। किनकि साँचो विकास त्यही हो जहाँ मानिसको भविष्य र प्रकृति दुवै सँगै बाँचिरहन्छ। कालीगण्डकी केवल आजको नदी होइन, भोलिको पुस्ताले पनि देख्न पाउनुपर्ने नेपालको जीवित इतिहास हो। तर नदी मारेर बनेको विकास दिगो हुँदैन। कालीगण्डकी बच्यो भने इतिहास बच्छ, आस्था बच्छ र भविष्य पनि।